हेलो एन्ड नमस्ते, स्वागत छ साथीहरूलाई फेरि पनि आजको यो नयाँ एपिसोडमा। आज हामी जाँदैछौँ सिन्धुपाल्चोकमा रहेको सुरसिंह झरना, जुन अहिले एकदमै फेमस रहेको छ। अनि आज हामी चाहिँ यहाँबाट साथीहरू 4 जना, एकजना यहाँ सुति भिन्दैछ, साथी त्यहाँ सञ्जीव कुरिरहेछ। अनि त्यहाँबाट हामी अगाडि बढ्छौँ। अहिले चाहिँ हामी ठ्याक्क मध्यपुरठिमी नगरपालिकामा छौँ र यसबाट यहाँबाट चाहिँ हामी सडक लाएर साँखु हुँदै मूलपानीतिर जान्छौँ। बिहानको ताजा हावा, यात्राको उत्साह र नयाँ ठाउँको भ्रमण गर्ने चाहनासँगै हामी अघि बढेका थियौँ सुरसिंह झरनाको लागि। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा रहेको यो झरना आजभोलि सोसियल मिडियामा एकदमै धेरै भाइरल छ। सो ठाउँ जानको लागि हामी 4 भाइ कम्मर कसेर अगाडि बढेका थियौँ। ठिमीबाट मूलपानी, थली अनि साँखु हुँदै हामी लाग्यौँ जर्सिङ पौवातर्फ। हामी लेफ्ट जान्छ, यहाँबाट सुरु भयो भने हुस्सो लाग्यो एन्ड आई थिङ्क एकछिन रोक्नु पर्छ होला। चिया खाजा केही खानुपर्छ? मेलम्चीमा खाने? ए ल ल, हुन्छ त्यसो भए जाउँ। जर्सिङ पौवा पुगिसकेपछि मौसमले हामीसँग खेल खेल्यो। त्यहाँ पुगेपछि प्रकृतिसँग अझै नजिक भएको महसुस भयो। बाटोमा वरिपरि हुस्सुले ढाकिँदाखेरि हाम्रो मन कति आनन्दित भएको थियो। साथीहरूसँग भिडियो खिच्दै रमाइलो गर्दै हामी अगाडि बढिरहेका थियौँ मेलम्चीको लागि। मेलम्ची पुगेर खाना खाने निर्णय हामीले त्यही जर्सिङ पौवा भेटिँदाखेरि नै गरेका थियौँ। बाटो निकै रमाइलो थियो, मौसमले पनि एकदमै धेरै साथ दिइरहेको थियो। त्यो यात्रा अझै रमाइलो हुँदै गइरहेको थियो। केही बेरको यात्रापछि हामी पुग्यौँ नाङ्लेभिर। सहरको भिडभाडलाई हामीले पछाडि छोडिसकेको थियौँ र अगाडि बढ्दै थियौँ छाप भन्ज्याङको लागि। यहाँसम्म आइपुग्दाखेरि हामीलाई कुनै पनि किसिमको अप्ठ्यारो भएन। बाटो एकदमै राम्रो र पिच रहेको छ। यो ठाउँ अगाडि बढेर जाँदाखेरि झन्झन रमाइलो हुँदै गइरहेको थियो। छाप भन्ज्याङबाट हामी कुन बाटो अगाडि लाग्ने भन्ने कुरा त्यहीँबाट निर्णय गर्नेवाला थियौँ र केही समयपछि पुग्यौँ हामी छाप भन्ज्याङ। छाप भन्ज्याङ पुगिसकेपछि भने 2वटा बाटो आउने गर्छ। बाध्य भएर हामीले दाहिनेतर्फको बाटो लिनु पर्यो। तपाईहरू देब्रेबाट पनि जान सक्नुहुन्छ। देब्रेबाट जानुभयो भने तपाईहरू चाँडै पुग्न सक्नुहुन्छ। तर उता बाटो बिग्रेको कारणले गर्दाखेरि हामी लाग्यौँ दाहिनेतर्फबाट। बाटो साँच्चीकै रमाइलो थियो। अझै पनि कुनै किसिमको बाटो अप्ठ्यारो थिएन। सजिलैसँग हाम्रो बाइकहरू उकालिरहेका थिए। वर्षायामको समय भएर होला, कुनै कुनै ठाउँमा भने पहिरोले गर्दाखेरि बाटो बिग्रेको थियो। तर यसलाई हामीले पूर्ण रूपमा बिग्रेको मान्नु पर्दैन। राम्रो चलाउन जान्ने मान्छेले सजिलैसँग यस्तो बाटोहरू पार लगाउन सक्नुहुन्छ। अबको हाम्रो यात्रा चाहिँ मेलम्चीको लागि थियो। मेलम्ची पुगिसकेपछि हामी खाना खाने र त्यहाँ एकछिन बसेर एकछिन आराम गरेर हामी फेरि पनि अगाडि बढ्ने थियौँ। केही समयको यात्रापछि बाटो अलिकति कच्ची थियो। हामीले यात्रा जारी राख्यौँ, त्यो पनि मेलम्चीको लागि। यात्रा हो, यात्राको कुनै भर हुँदैन। त्यसैले हामीले यात्रा गर्दाखेरि धेरै कुराहरूमा सावधानी अपनाउनु पर्छ भन्ने कुरा हामीले यही यात्राबाट सिक्ने मौका पायौँ। किनभने सानो एउटा गल्ती भनौँ या जे भनौँ, समस्याले गर्दाखेरि हामीले यात्रामा एकछिन समय खेर फाल्नु पर्यो। साथीको बाइकको स्ट्यान्डमा समस्याको कारणले गर्दाखेरि हामीले बाइक धकेलेर अलिकति अगाडि पुर्याएर त्यसलाई बनाउनु पर्यो। बाइकको साइड स्ट्यान्डले समस्या दिया, ये हात यस्ता हुआ, आफूले ट्राई गरे अलिकति
तर भएन त्यो म्याग्नेट छुनुपर्छ खित्रिक्क मात्रै भयो त्यो त्यत्रो ग्याप त्यस्तो धेरै ग्याप छैन थोरै क्या चुस्स मात्रै छ ग्याप पनि त्यो म्याग्नेट भाँच्नु चाहिँ होइन झ्याउ हुन्छ फेरि ल अब यहाँ यस्तै हो एकछिन हामी यहाँनिर चाय खान्छौँ चाय नास्ता गरेर अनि त्यसपछि अगाडि बढ्छौँ मानिनीज्यूहरू समस्याको समाधान भयो अब चिया मानिनीज्यूहरू लिउँ अगाडि बढ मानिनीज्यूहरू रेनकोट लगायो भने चाहिँ ऊ हुने क्या मानिनीज्यू अगाडि बढ अब सातो उडायो हजुर यो सेन्सर भएको बाइक गाह्रो भनेपछि हामीले एउटा मेटल म्याग्नेटिक जे पनि लिएर हिँड्नुपर्ने रहेछ बोकेर इन केस भयो भने म्याग्नेट त्यो सिक्काहरू हुन्छ नि त्यस्तो नि राखिराख्नु पर्ने क्या कोइन हुन्छ नि तर म्याग्नेटमा टाँस्ने खालको कोइन हुनु पर्यो त्यसरी सल्भ हुन्छ ल मेरो कपर त टाँसिन्छ अब यहाँनिर एउटा वर्कसपमा हामीले बाइक देखायौँ अनि यो सेन्सर भएको बाइक जसले कुदाउँदै हुनुहुन्छ ह्याभ टु बी भेरी केयरफुल यो अलिकति खाल्डो भएको बेलामा चाहिँ त्यो सकेसम्म हाम्रो साइड स्ट्यान्ड अथवा स्ट्यान्ड नछुने गरी कुदाउँदाखेरि चाहिँ एकदम फाइदाजनक हुने रहेछ सानो समस्याले गर्दाखेरि यहाँ रोकिनु पर्यो सो यदि कसैको साइड स्ट्यान्ड कट अफ भन्ने सेन्सर छ भने यसो अफ रोड आउँदाखेरि अलिकति हामी केयरफुल भएर अगाडि बढ्नु होला हामी पनि त्यसरी नै अगाडि बढ्छौँ अबको हाम्रो यात्रा पक्कै पनि मेलम्चीको लागि थियो हामीले केही समय त्यहाँनिर खेर फालिसकेका थियौँ त्यसैले छिटो मेलम्ची पुगेर खानासाना खाएर आराम गर्ने निर्णय गऱ्यौँ त्यसै स्वरूप हामी गयौँ मेलम्ची बाटोमा सानातिना खाल्डाखुल्डी थिए तर ती खाल्डाखुल्डीले हामीलाई रोक्नेवाला थिएनन् लगभग 20 देखि 25 मिनटको यात्रापछि हामी पुग्यौँ मेलम्ची र त्यहाँनिर बसेर हामीले खाना खायौँ मेलम्चीमा आएर हामी खानासाना खाँदैछौँ अनि खानासाना खाइसकेपछि हामी कप्टेरोले खाने भेज खाँदै हुनुहुन्छ दाइले भेज खाना विथ बकाली स्टाइलमा तातो रहेछ यसरी बुझौँ भनेको ल खाना खाइयो खाना खाइसकेपछि एकछिन इन्द्रावती नदीको किनारमा बसेर हामी एकछिन गफिन्छौँ अनि गफिसकेपछि इन्द्रावती त हो नि होइन हो थाहा भइहाल्छ यहाँ बग्ने नै इन्द्रावती हो अनि सुरसिंह झर्न जाँदाखेरि कस्तो लागिरहेछ अहिले मेलम्ची पुग्यो यात्रा कस्तो भयो अहिलेसम्म मेलम्ची पुग्यो भने पहिला अस्ति हामी सैलुङ जाँदाखेरि दोलालघाट पुगे जस्तो लागिरहेको होइन त्यो फरक एउटै हो त्यो बेलामा खसी खाइयो अहिले ठुलो खसी खाइयो त्यो बेला खसी होइन नि त्यहाँ यस्तो नि कस्तो लाग्यो तिमीलाई बोल माया हृदय खोलेर के हुँदैन मसँग बोलेर हुन माया कस्तो लाग्नु हजुर हाइकिङ आइराख्ने मान्छे ट्रेकिङ गइराख्ने मान्छे त्यसलाई त दोलालघाट जस्तो लाग्यो रे राफ्टिङ जानु मन लागिरहेछ मलाई कहाँ यताको राफ्टिङ बिना ढुङ्गा के बिना ढुङ्गा यस्तो राफ्टिङ गर्नु जस्तो लागिरहेछ मलाई बिना डोरी बन्जी नै हान्न लाग्नु पर्ने हो अस्ति बन्जी त दौड लाएर हानी हो राफ्टिङ चाहिँ बिना ढुङ्गा सन्दीप सरलाई पनि सेयर योर एक्सपिरियन्स रमाइलो भइरहेछ अघि एउटा बाइकको सेन्सर गएर एकछिन चाहिँ ल भएको थियो तर सेन्सर गएको हो भन्ने चाहिँ थाहा थियो हामीलाई हाम्रो सेन्स गएको होइन त्यसको सेन्सर मात्रै गयो भन्ने होइन ठिकै छ तर बन्यो झन् त्यही नजिकै भयो नि त होइन माथितिर भाउला भए चाहिँ अझ अलिकति उ हुन्छ हामीलाई अब भयो भने नि मिलाउन सकिन्छ भन्नेवाला भएको छ नि त केही क्षणको विश्रामपछि हामी फेरि पनि अगाडि बढौँ मेलम्चीबाट अब भने हामीले सोसल मिडियामा हेरे जस्तै केही अफरोड बाटोहरू छ कि भन्ने मनमा लागिरहेको थियो
नभन्दै केही बेरपछि हामीले त्यस्ता बाटोहरूको सामना गर्यौँ। मेलम्चीबाट अगाडि बढ्दाखेरि हामी इन्द्रावती नदीको छेउछेउमा अगाडि बढिरहेका थियौँ। पुल आयो त अनि पुलबाट त्यसलाई सोध्नुपर्छ। झर्ना यतै हो बाजे? झर्ना सुरसिङ झर्ना यतै हो? ल सिधा सिधा सिधा। जे जस्तो भए तापनि यो यात्रा हाम्रो लागि नयाँ थियो। त्यसैले जहाँ पनि हामी त्यो बाटो भेट्थ्यौँ त्यहाँनिर हामी स्थानीय बासिन्दालाई यो बाटो सुरसिङ झर्न जाने हो कि होइन भनेर सोधिहाल्थ्यौँ। केही समय पश्चात हामी हेलम्बु गाउँपालिकामा पुग्छौँ। यो पुल कट्ने बित्तिकै हेलम्बु गाउँपालिका पर्छ र हामी जाने झरना भनेको पनि हेलम्बुमा रहेको सुरसिङ झरना नै हो। हेलम्बु गाउँपालिका प्रवेश गर्ने बित्तिकै हामीले अफरोडको अनुभव गर्यौँ। बाटोमा थुप्रै ढुङ्गाहरू ओछ्याएका थिए भने कुनै कुनै ठाउँमा बाटो बनाउँदै गरेका थिए, जसले गर्दाखेरि बाटो चिप्लो र पानीले भरिएको थियो। यो भिडियो बनाउनुको मुख्य उद्देश्य भनेको नै अब जाने यात्रीहरूलाई त्यहाँ जाँदाखेरि उहाँहरूले पार गर्नुपर्ने अफरोडको बारेमा थियो। त्यसैले यो भिडियोमा म तपाईँहरूलाई हेलम्बुको सुरसिङ झर्न जाँदाखेरि कतिको अफरोड गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा देखाइदिनेछु। केही समयको अफरोडपछि हामी ग्याल्कुम बजार पुग्छौँ। ग्याल्कुम बजारबाट सिधै अगाडि बढेर स्यालतुङ पुलबाट फेरि पनि हामी अगाडि बढ्छौँ। स्यालतुङ पुलबाट अलिकति अगाडि आएपछि दो बाटो आउँछ। हामी एकछिन अलमलमा पर्यौँ। त्यहाँबाट हामी लेफ्ट जाने कि राइट जाने भयो, तर एकछिनपछि हामी राइट नै गयौँ र बाटो सही थियो। त्यहाँबाट केही अगाडि आइसकेपछि हामीले दुईटा बाटो भेट्छौँ। यो अगाडि देखिरहनु भएको बाटो तपाईँ लेफ्ट पनि जान सक्नुहुन्छ र सिधा पनि जान सक्नुहुन्छ। लेफ्ट जानुभयो भने तपाईँलाई रिग्रेट फिल हुँदैन, किनभने लेफ्टबाट जानुभयो भने तपाईँहरू धेरै झरनाहरू अझै घुम्न सक्नुहुनेछ। बाटो त्यसपछि झनै अप्ठ्यारो थियो। कुनै कुनै ठाउँमा त ठुलो ठुलो ढुङ्गा थियो भने कुनै कुनै ठाउँमा साथीलाई ओह्रालेर जानुपर्ने अवस्था पनि थियो। सुरसिङ जाने झरनाको बाटोको कुरा गर्ने हो भने बाटो साँच्चीकै मिक्सड अप छ। कुनै ठाउँमा एकदमै राम्रो बाटो छ भने कुनै कुनै ठाउँमा एकदमै अप्ठ्यारो, चिप्लो र एकदमै ढुङ्गा ओछ्याइएको बाटोहरू छ। तपाईँहरू सजिलो बाटो छ भनेर सोचेर पनि पक्कै पनि नआउनु होला। तपाईँहरूले यस्ता बाटोहरू थुप्रै पार गर्नुपर्ने हुन्छ। ठाउँ ठाउँमा विभिन्न किसिमका झरनाहरू, साना साना झरनाहरूले मन हाम्रो लोभ्याइरहेका थिए। सुरसिङ अनि सुरसिङ जाँदा यहाँनिर अर्को सुरसिङको सुरसिङ भेटेको छ। एकै ठाउँमा कतिवटा छ? एउटा, ओ त्यो दुईटा, ओ यमराजी हाम फाल्दे। राइट, दिस इज कल झरनाको पनि झरना। त्यसपछि भने हामीलाई अफरोड बाटोले छोड्दैन। हामी जति अगाडि बढ्छौँ त्यति अप्ठ्यारो बाटो आउँछ। त्यस्तोमा चिपिन सक्ने चान्सेस धेरै हुन्छ। त्यसैले कोही साथीहरू आउँदै हुनुहुन्छ भने राम्रोसँग एकदम आनन्दले सम्मिलित भएर आउनु होला। हामी साथीहरू कोही पनि स्टन्टबाजी नगर्ने भएको कारणले गर्दाखेरि बिना लडी हामी झर्नासम्म पुग्न सक्छौँ। फाइनली लगभग 4.5 - 5 घन्टा हिँडिसकेपछि अहिले हामी यो सुरसिङ झर्ना नजिकै पुगेको छौँ। यहाँनिर एउटा पसल छ। यो पसलनिर हामी केही खानेकुराहरू खान सक्छौँ लिएर है। तर जसले खानेकुरा लिएर जानुहुन्छ नि होइन, त्यो खानेकुरा चाहिँ हामी सबैले त्यो खाएको खानेकुराहरूको जुन फोहोर छ त्यो चाहिँ सबैले फिर्ता ल्याउनुपर्छ। अनि बाटो चाहिँ सुरुमा त्यस्तो खासै लागेको थिएन, बट एट लास्ट यस्तो डेन्जर अफरोड छ 8-9 किलोमिटर होइन। म त्यो भिडियो राखिदिन्छु पछि, यु हेभ टु सी, यी सबैले हेर्न सक्नुहुन्छ। सो यहाँको ब्युटीको कुरा गर्ने भन्दाखेरि चाहिँ यहाँ बयान गरेर साध्य छैन। आफै हेर्नुहोस्, आफै मनन गर्नुहोस् कस्तो छ यहाँको ब्युटी अफ सुरसिङ झरना। माथि जान बाँकी नै छ, यो हामी तल आइरहेको छौँ अहिले। सो यहाँबाट देखिने जुन दृश्य छ यसलाई हामी के भन्ने, ओहो हो। ल यहाँबाट चाहिँ हामी अब माथि चढ्छौँ। कति मिनट, 10-20 मिनट लाग्छ होला। यहाँबाट हामी 10-20 मिनट हिँड्छौँ एन्ड देन वी विल रिच आवर डेस्टाइन प्लेस। यो यस्तो दामी ल्यान्डस्केप छ एज यु क्यान सी।
है चलो चलो खाइदिउँ अलिकति जाऊ बाजे मौरी हो तिनीहरू कुन महिनातिर निकाल्छ बा यो निकाल्ने त यो न्यु कुइन्टल मान्छेले निकाल्छन् निकाल्दैन निकाल्दैन यस्तै हो हो हाम्रो त्यहाँ सिन्धुपाल्चोकतिर मामा घर छ नि त्यहाँ निकाल्छन् के हाम्रो त यहाँ त निकाल्दैन निकाल्दैन? निकाल्दैन खाजा खानु भयो हजुर म भर्खर खाएको ल जाउँ बाटो हिँड्न पनि आनन्द थकान बिर्स्यो हो है जाने बेला अब जाने बेला त जानै पऱ्यो नि के गर्नु सो वाकिन एन्ड वाकिन एकदम लालायत छु म एकदमै हेर्नको लागि उत्साहित छु त्यो मेन झरना कस्तो छ होला भनेर सो यो बाटो सरसर हिँड्ने त्यहाँ पुगिन्छ अब त्यहीँ पुगेपछि म देखाउँछु अप्ठ्यारो बाटो हो सबैभन्दा बढी जान्नुपर्ने भनेको यो त हिँडिहालिन्छ होइन हेर्नुपर्ने जान्नुपर्ने भनेको अप्ठ्यारो बाटो हामीले पार गरिसकेका छौँ अहिले जाउँ झरनातिर फर्स्ट लुक झरना सुर्सी डह्रो झरिरहेछ सो झरना जुम गरेर हेरौँ अनि त्यसपछि नजिक गएर नि हेरौँ ल लेट्स गो 4.5 घन्टाको राइड अनि यो ब्युटिफुल ठाउँ इट मिन्स नो पेन नो गेन यु हेभ टु गेट पेन टु गेट समथिङ सो लेट्स मुभ अन लेट्स गो देयर हामी यसै भन्दैनौँ हेभन इज मिथ नेपाल इज रियल यु क्यान सी द ब्युटी अफ नेपाल हो यहाँ बसेर पौडी खेल्नु आनन्द आउँछ सुरसिंहले सुर देखाइरहेछ त्यहाँ पर दारा देखाइरहेछ लेट्स गो आज मान्छेको भिड हुन्न होला भन्ठानेको बट भिड चाहिँ छ मान्छेहरूको भिड टन्नै छ लोकल बाहिरबाट आउने सबको भिडभाड एकदम धेरै छ माथि आइसकेपछि यहाँको झरनाको स्वरै बेग्लै छ यो झरझर झरना होइन यार यो त झरझर झरना हो हैट सुरसिंह आई एम कमिङ so much beauty so much what to say what do you want here a beautiful place a hike an adventure ride what do you want you will get everything here this is Sursing for you all come on you can have beautiful place you can have the best memory of life it will be a lifetime experience for you so this is beauty of Sursing. I do not have words to describe the beauty of Sursing waterfall. You can see the beauty of it and yeah, there's no words really. Just enjoy the views, okay? So from here, 360, okay? Ooh la la, Sursing. No.
So this is Sursing for you all. एकदम मजा भयो त्यहाँ गएर हामीले भिडियो खिच्ने कोसिस गऱ्यौँ तर भिडियो खिच्न चाहिँ सकेन होइन पानीले गर्दाखेरि हामीले केही पनि गर्न सकेन राम्रोसँग यो क्यामेरा राम्रोसँग झर्ना चाहिँ हेर्न पायो होइन इफ यु वान्ट टु कम हियर इट्स भेरी प्लिजिङ टु बी हियर होइन एकदम आउन सक्नुहुन्छ एकदम मजा छ तर एकदम खतरा त्यहाँ गयो भने त यस्तो चिसो हुन्छ जिउ नै फ्रिज हुन्छ यस्तो दामी मजा आयो तर बब्बाल मजा आयो एकदम सो दिस इज सुरसिङ फर यु अल कस्तो लाग्यो सुरसिङ ओभरअलमा भन्नुपर्दा एकदम रमाइलो तपाईँले जति पनि भिजिट गर्नु भएको छ वाटरफलहरू त्यो मध्ये सबैभन्दा बेस्ट हुनसक्छ र यहाँ आउनुभन्दा अगाडि आफूले ल्याउनु पर्ने सामानहरू के हुन सक्छन् कस्टमा के छ कसो छ सबै बुझेर चाहिँ आउनु होला तपाईँहरूले एक्स्ट्रा कपडादेखि लिएर अन्य आफूलाई आवश्यक पर्ने कुराहरू पानीबाट जोगाउनको लागि चाहिने कुराहरू चाहिँ बोकेर आउनुभयो भनेदेखि तपाईँहरू राम्रो तरिकाले घुमघाम चाहिँ गर्न सक्नुहुन्छ र इन्टरटेन गर्न सक्नुहुन्छ आजको सुरसिङ वाटरफल तपाईँलाई कस्तो लाग्यो अब भन्नुपर्दा त लास्टै राम्रो लाग्यो होइन अति बबाल छ है अति बबाल बस्न पनि नसक्ने चिसोले पानी पनि उस्तै आउने भन्नु पर्दाखेरि चाहिँ यो सुटिङ झर्ना चाहिँ एकदम रमाइलो नै छ होइन यहाँ धेरै जस्तो झर्नाहरू चाहिँ बाटोमा नै भेटिन्छ क्या मजाको झर्नाहरू छ सुटिङ मात्र भनेर चाहिँ नआउनु होला यो झर्ना अहिले देखिरहनु भएको नि यो पनि एकदम रमाइलो छ क्या मेन झर्ना चाहिँ माथि छ 10 मिनट जति हिँड्नुपर्छ धेरै हिँड्नु पर्दैन धेरै छोटोहरू चाहिँ लाग्न सक्छ फर द्याट अनि बाटो चाहिँ आउँछ ठिकै अप्रोच छ तर ल्यान्डस्लाइड आउने खालको जस्तो बाटोहरू चाहिँ खासै छैन होइन त्यही तपाईँहरू आउँदाखेरि चाहिँ अलिकति केयर गरेर आउँदा होला किनभने बाटो अलिकति स्लिपरी चाहिँ छ अनि यहाँ र यहाँ दुईवटा जस्तो नै एकदम रमाइलो नै छ वातावरण चाहिँ धन्यवाद मेरो साथी आकाश कुमार जिल्ला थ्याङ्क यू ओके थ्याङ्क यू सो मच फर रिभ्यू गाइज होइन अब सुरसिङ झर्ना मैले पनि घुमेको झर्नाहरूमध्ये सबैभन्दा खतरा झर्ना लाग्यो तिरो एकदमै ठुलो छ र सुरसिङ आउँदाखेरि खासै अप्ठ्यारो बाटो छैन भन्छु तर दुई तिनवटा ठाउँ चाहिँ अलिकति अप्ठ्यारै छ होइन एकदम अफरोड पनि छ कुनै कुनै ठाउँमा तर धेरै छैन लगातार छैन सो इफ यु आर गाइज वान्ट टु भिजिट दिस प्लेस यु आर मोस्ट वेलकम होइन अनि आउँदाखेरि चाहिँ अब रेनकोट बोकेरै आउनु होला अनि त्यसपछि अर्को भनेको लुगा एक्स्ट्रा बोकेरै आउनु होला अनि अरू खासै केही छैन है एकदम आनन्दकै छ स्कुटी पनि आएको छ सो यु गाइज क्यान कम होइन एकदम सजिलोसँग आउन सक्नुहुन्छ इट इज रियली वन्डरफुल प्लेस टु भिजिट हियर हेलम्बु सो नेक्स्ट टाइम अर्कोचोटि फेरि पनि अर्को भ्लगमा म भेट्नेछु अहिलेको लागि चाहिँ सी यु गाइज इट वाज रियली वन्डरफुल हियर एट सुरसिङ वाटरफल सी यु